मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो मालासीको धुन मिठो जमरा र टीका राम्रो वर्ष दिनमा फर्किआयो रमाइलो चाड हाम्रो रोटे टिङ्ग्रा भेसले छोप्दो रहेछ अनि नन्दाङ्गे देखिँदो रहेछ कति चाहिँ पखाल्नु हौ नि नानी एक दुई बोला नि यति सबै खाइसक्नु पानी सक्नको लागि पानी अनि बुवालाई यसो केमा टिपेर राख्दैन नि त त्यहीँ बसेर वरिपरि खाँदैछन् केही हुँदैन जुठो नि जिस जुठो नि हुँदैन तर यसो त उनीहरूलाई खाएर उभाएर राख्दै भनेको त हुँदैन म आफैले नि त्यो नभने पनि त्यो मनमा सोध्छु क्या छान्दै उनीहरूलाई खा छानेर राखिदिए भन्ने जस्तो हुन्छ तिन चारजना यसो तिन चारजना यसो एउटा थालमा केमा राखिदिनु अनि यहाँ छ है भनिदिनु भइगयो अरू कोही पनि गर्दैन नि नानी ल्याएर दिँदैछ मलाई आमा मात्रै खाने भन्दैछौ मलाई नदिने बाबालाई चाहिँ बाबालाई नदिने गर्नु सबै म हालिदियो नि अगायो मुख त खाली अगाउनु भयो भन्नु होइन अगायो भन्छे मुख त खाली छ मुखमा परेन त मेरो मुख ए मजाले लगाएँ गुलियो गुलियो रहेछ नि गुलियो 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 रहेछ होइन मिठो रहेछ अस्ति बेलुका हजुरबाले खोइ के भनिदिनु भयो खोइ अहिले म घरबाट निकालेर खेच्छु नि भयो नि बुबालाई कुटाइ खान्छु बुवालाई त्यसो भन्यो भने त घरबाट अलिक टाढा जहाँ चाहिँ कहिले आउनुहुन्छ भन्न थाल्थे केटाकेटी के भन्छ बाबाको गाडी आयो कुद 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 आइपुग्यो यहाँ कुहिरा छन् हौ तेल किने हेर्दा म खाने छोडेर आउनु भएको अघि लगेको मान्छे अनि थिएन नि त त्यहाँ नम्बरसम्मै रहेछ आइफोन आयो है ल्याइदिएछ छोराले ल खा कस्तो आइफोन आएको छ हराउने त अनि खै यो डिजाइनको त के ल्याएको त मोबाइल हो कामा यत्रो बढ्छ कुन त्यो ठुलो खालको अनि भिरेर हिँड्नु अनि पानीबाट चाहिँ जोगाउनु पानीमा कोठाले लगाएर पानी चुबाल कस्तो छ खोइ हेरौँ हिजो मामा र मैले लोड गर्न सकेर आज ओके टोके जस्तो रहेछ त नि
2500 अरे यसलाई पनि पर्छ त यहाँ मैले अनलाइनमा हेरिरहेको थिएँ 109 रुपियाँको देखाएको थियो वर्षको अर्को छ झुन्डाउने एउटा ठुलो डोरी ल्याइदिन्थ्यो नि काँडामा झुन्डाउने ए भरे कहाँ झर थाहा नपाउनु उनको डोरी चुटिएर कता काँस आमा के अब टस पनि बल्दो हो त त्यसको त ठुलो सिम कहाँ छ सिम आमाको पहिलेको रेडियो बज्ने अरे सुइरो तान्न मिल्छ त एरियल त्यति किन्न त नदिएर रोएर भाँडा बजारमा के टोकेको अम्मक दाइले रोएर भाँड यत्रो चिउरा के गर्नु भन्छ यत्रो त कम्पै छोडेन किन ल्याएको यो ल्याउने बित्तिकै चार लगाइहाल्नु पऱ्यो आमालाई त कति हुँदैछ कति भयो चार थाहा त हुँदैन आमालाई होइन सुरु गरौँ न त कति चाहन्छ आमालाई थाहा पनि हुँदैन अनि घुसाइदिए कि घुसायो भन्छ साँझभरि भए पनि लगाइदिए कि लगाइदिए सिकाउनु क्या यो हो चार्ज यहाँ हुँदा फुल हुन्छ भनेर नि सिकाउँदैन होला नि मेमोरी लाग्दो हो अहिले मोबाइल भन्दै थियो अहिले आइपुगेछ त खुसीले नाच्नु पऱ्यो आमा आज खोइ कत्रो ल्याएको बोका खोइ त क्या राम राम पाल्ने बोकाएर यत्र त लिएर आएछ ठुल्ठुला देख्छु त म त अनि ठुला चाहिँ क्या ठुला चाहिँ रहेछन् भनेको म त पाल्नु त सस्तोमा तीनवटा हो ए म त यता पनि देखिरहेको थिएँ अनि घाम बगाइसकेर उता छिरो थियो घाम पनि खसी पनि आएको मजाले घाँस खाएको नि छैन लाँदैन पनि कति बेला तिनीहरू त हिजो काट्नु पर्छ नि लिन आएको छैन सरेको अरे हिजो आज लग्ने अरे 2 बजी लान्छु भन्दै छ अरे दाइलाई भेटेपछि अरे सबैलाई सिकाएर लागेर बाख्रा पनि घर बनाइसकेछन् हिजो ल्याएको खसी